गाउँकै सिधा सादा खोज्छु आटो पिठो खाएको। म पनि त गाउँकै हो नि लाहोर मात्रै गएको। 3 वर्षमा 1 महिना नि गाउँमा नआउने क्यारे होला यस्तासँग माया पलाउ। साँझ परेपछि नि लैलै याद आउँछ तिम्रो धेरै मनभित्रको गुप्त कोठामा। तिमी नै भन न। आज म सँगसँगै पढेका साथीहरू कोही कता छन् नडाँटी भन्ने हो भने त 2-4 जनालाई छाडेर बाँकी सबैसँग म पनि सम्पर्कविहीन नै छु। हाम्रो दोस्ती हाम्रो मित्रता भनेकै यही सामाजिक सञ्जालले नै जोगाइराखेको रहेछ। साँच्चै नै यदि यो सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम टिकटक नभइदिएको भए त को कता छ के गरिराखेको छ कस्तो भयो होला अहिले हामीलाई थाहा पत्तो पनि हुँदैन थियो। जब तेज हावाहुरी चल्दा निभ्न लागिसकेको मोमबत्तीलाई हत्केलाले हावा छेकेर निभ्नबाट जोगाउँछ नि, हो त्यो हत्केला भनेको साथीहरू नै हुन्। बस फरक यति रहेछ कि त्यो मोमबत्तीले आफू निभ्न लागेको बेलामा मात्र हत्केलालाई सम्झँदो रहेछ। साँच्चै नै हामी पनि मोमबत्ती जस्तै स्वार्थी त रहेछौँ। त्यसैले आफूसँग भएकाहरूको कदर गरौँ र आफ्नो मान्छेहरूलाई कहिले पनि घमण्ड नदेऊ। जैसे कीमत कोई ना वैसे हूँ मैं तेरे दिल मेरी चाहत कोई ना। दर्दों का एक गहरा है सांसें जिसको कहता हूँ तेरी सूरत मरहम में तुझी राहत कोई ना। एकान्त एक्लै ठाउँमा लाग्न थाल्यो आनन्द कोठामा छिर्छु पहिलो काम गर्छु ढोका बन्द एक्कासी सोच्न थाल्छु सब छोडी कि जाउँ अन्त जाने ठाउँ कतै छैन धेरै नसोच मन भन्छ साथी नै टन्नै छन् ढाँटी बनाउ छैन कोही काम पर्दा आफ्नै गर्छन् काम सकेपछि कोही न कोही। पत बजाउने मायालाई भेटियो यो मनको तिर्सना मेटियो हो गाईलाई चरा टुक्रेको मुटु माथि अझै कति बार बाँकी सोचेर बस्छु शून्य तमराए पर्खेर बसिदिन्थे। बा आमाको उमेर ढल्दैछ कमाउँदा कमाउँदै अनि म चाहिँ भने अहिलेसम्म केही गर्न सकेको छैन बाबा आमाको लागि। मलाई थाहा छ मेरो डिग्रीले जिन्दगी चल्दैन भनेर, त्यसैले बा आमाको खुसीको लागि भए पनि मलाई विदेश जानुपर्छ। साथी किसी साए में जगह